हेलो घडी खाँदै चाहिँ साथी हराउँछ भनेर अरे खाना खालो हेलो एभ्रिवान वेलकम टु माई च्यानल हजुरहरूलाई स्वागत छ नयाँ दिन नयाँ भिडियोको साथ फेरि पनि आइसकेको छु र आजको भ्लग चाहिँ हाम्रो मन्दिर दर्शन गर्न गएको छ तपाईहरुलाई पनि हामीसँग दर्शन गर्न लान्छु हेर्दै जानु होला 4 जना जान आँटेको हाय भन्दैन भ्लग हाय आइस हेलो हाम्रो म्याङलुङ बजारको मन्दिर एकदम सँगले अब चाहिँ हामी मन्दिर जानुपर्ने हुन्छ हाम्रो चाहिँ तेह्रथुमको पेट्रोल पम्प एकदम सँगले अङ्कलले तेल हालिदिनु हुँदैछ यो बसेको अरे अब चाहिँ हामी हाम्रो जिरी बजार पुगिसकेका छौँ र हामी जिरीदेखि पनि अझै टाढै अब 10-15 मिनट लागिहाल्छ अब हामी जिरीदेखि जाँदैछौँ हामी चाहिँ सुर्खे पुग्यौँ अब चाहिँ हामी सुर्खेदेखि चाहिँ हिँड्दै जानुपर्ने हुन्छ अब चाहिँ हिँड्दै जानुपर्ने हुन्छ आधी घन्टा जति चाहिँ लाग्छ होला यस्तो हिँडाइरहेछ बाटो भुलेको अवस्था कता कता हिँडेर पनि अब छ हामीलाई चाहिँ म गरेँ लु है साथी हो बाटो बिर्सेर फेरि पनि फर्किनु पर्यो यस्ता छन् मान्छेहरू के भन्नु यस्तो हेरेर चाहिँ अचम्म नपर्नु होला के गरेको नि उति माथि चढ्नुहुन्छ यताबाट गएको यता बिर्स्यौँ अब फेरि यता जाँदैछौँ है कहाँ पुग्छौँ हामी देप्पै चाहिँ बाटो हिँडेर साथी हो गर्नुभयो है अब चाहिँ हामी हेर्नु यहाँदेखि उता सर्टकट भनेर यता चढेको त यो कहाँ गएको जुमिन आइस हामी चाहिँ उतै आइज भन्नुहुन्छ आइज अब चाहिँ हजुरहरूलाई म यहाँको थोरै भ्यूहरू देखाउँछु थाकिसकेँ कुद्दा कुद्दा हिँड्दा यहाँ होइन रहेछ त आम्मा मैले नामको मात्रै आधी घन्टा भनेछु हुन चाहिँ 2 घन्टै पुग्ने रहेछ लाइन लागेर हिँड्ने हुन्छ नेचुरल पुलमा अब चिप्ल्यो भने खाए ल ठाडो उकालो रहेछ यस्तो हालतमा हुँदैछ कहिले पुग्ने चाहिँ थाहा छैन ग्रास उनीहरू कहाँ पुगिसके हामी यहाँ छौँ थकित अवस्थामा कहाँ गर्नु गरे बलराम भन्छ नि हो यही हो क्या साथी हो यो चाहिँ सिर्जालेको पानी फिल्टर गर्ने ठाउँ हो बाटो बिर्स्यौँ फेरि पनि फर्किनु पर्यो भगवान् बल्ल हामीले मन्दिरको अनुहार देख्यौँ अब चाहिँ अलिकति आश लाग्यो बल्ल हामीले मन्दिरको अनुहार देखिसकेको छौँ ल यति भएपछि नै आश लागेको छ साथीहरू अब चाहिँ एकदमैसँगले मन्दिरतर्फ लागिसकेका छौँ चाहिँ मान्छेहरूले दर्शन गर्न आउनुभएको रहेछ माथिदेखि टेम्पो नि आयो बाबाले टेम्पो ल्याउनु भन्यो नि साथीहरू बल्ल आइसकेका छौँ साथीहरू हामी हुन भाइको ल
ड्रोन सट हालिदिन्छ हेरौँ तपाईँको अब चाहिँ हामी पूजा गर्नतर्फ लागिसकेका छौँ र हामीले चाहिँ एकदमसँगले मुनिबाटै पूजा गर्दै जानुपर्छ। त्यही भएर हामी चाहिँ मुनिबाट धुपहरू बालेर पूजा गर्दैछौँ। घडी खाँदै चाहिँ साथी हराउँछ भनेर अरे खाना खालो मन्त्र पर्छ क्या मेन के गर्नु गर्नु यहाँ चाहिँ एकदमसँगले हामी चाहिँ एकदमसँगले छिरिन्छ अनि छिर्यो म छिरेँ बच्चा बच्चीहरू चुम्की अनि हामी चाहिँ चारजना पालो पिलो गर्दै पूजा गर्दै गर्दै गयौँ। नमस्ते अब चाहिँ हामी ठुलो मन्दिर यतापट्टिको दर्शन गरेर घर जान्छौँ। त्यो हुँदैन अब चाहिँ हामी पूजा गरेर बाजेले हामीलाई टिका लगाइदिनु हुँदैछ। चाहिँ हामी घर फर्किनु पर्छ। अब मन्दिरको दर्शन पनि गरिसक्यौँ। हजुरहरूले पनि भिडियोकै मार्फत गर्नुभयो भन्ने आशा छ र अब हामी घरतर्फ लागौँ। हामी चाहिँ अब पूजा गरेर फर्किसकेको छौँ र यहाँ चाहिँ ड्रोहरू अब चाहिँ हामी एकदम घरतर्फ लागिसक्यौँ भजन सुन्दै। अब हेर्दै जानु होला। एकदमसँगले हामीले बाटो भुलेको भुलै कहिले मैले हिँड्ने मान्छे भएपछि गाह्रो रहेछ। बाटो भुलेर फेरि पनि बाटो भेटाएर हामी चाहिँ घर ट्याम्पूतर्फ लाग्दैछौँ। असिन र पसिन हुँदै हामी यहाँसम्म आइपुगिसकेका छौँ होइन। चाहिँ डेरी के भन्नु दुध फ्याक्ट्री यता चाहिँ यसले चाहिँ दुध तताउँछ रहेछ दुध। अब चाहिँ बल्ल हामी आइपुगिसक्यौँ ट्याम्पू भएको ठाउँमा। दाई राइडर भइसकेको छ मेरो दाई।
बाबाले चान्स दिएको अब चाहिँ घरतर्फ लागेको सबैजना खाना रोकिएको एकदमसँगले खाजा खानुपर्ने हुन्छ सबैजनाले खाँदै हुनुहुन्छ खानुपर्ने हुन्छ आशा छ हजुरहरूलाई मेरो भ्लग मन पऱ्यो होला जे जस्तो भए पनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर जानुहोला के भएन कमेन्टमा भनिदिनु होला आजको लागि यति नै भन्दै अर्को भिडियोमा भेट्नेछु See you. Bye-bye.